उसको उसले चाहिँ अहिले आएर उसले चाहिँ जुन यो धोका दिएको छ यो कुरा चाहिँ उसले यति चाँडै बिर्सिसक्यो सबै कुरा गरेको। मैले इभन उसको इन्टरभ्यू डेट बुक गर्दाखेरि 4 महिनासम्म नसुतिकन इन्टरभ्यू उसको डेट बुक गरेको छु। त्यसपछि उसले चाहिँ गएको 3 महिनापछि चाहिँ हाम्रो सम्बन्ध 3 महिनासम्म चाहिँ राम्रै थियो। 3 महिनासम्म बोल्ने सबै कुराहरू सेयर हुने गर्थ्यो। अहिले बिस्तारै चाहिँ अब फोन गर्न छोड्ने, फोन नउठाउने गर्न थाली। मैले भने किन हो यस्तो के हो भने मेरो एकचोटि नै फुर्सद हुँदैन भनेर म टाइम भएको बेला आफै गर्छु, त्यहाँबाट नगर्नु फोन, त्यहाँबाट फोन गरेपछि म आफै ब्लक गरिदिन्छु फेरि भनेर यस्तो उसले चाहिँ थ्रेड जस्तो दिने कि। अनि मैले भने हुन्छ त ठिकै छ भनेर मैले ठिकै छ अब जहिले टाइम हुन्छ त्यसले गर्नु भन्दाखेरि उसले चाहिँ 10 दिनमा गर्थ्यो, 15 दिनमा कहिले काहीँ गर्थ्यो। इभन त्यति फोन गरेको बेला पनि उसले चाहिँ राम्रोसँग नबोल्ने कि त बाथरुम टोयलेटमा गएर बोल्ने कि त रातिको टाइममा पनि आँगनमा गएर बोल्ने कि कुरा गर्नलाई। अनि मैले अनि अब त्यतिसम्म गरेपछि कसको मनमा शंका उत्पन्न हुँदैन भने त्यतिसम्म गरेपछि। अनि मैले भने किन यस्तो गरेर आएको के हो भन्दाखेरि उसले चाहिँ पुरा इन्कारै गर्ने कि कुरै नसुन्ने, कुरै पनि नसुन्ने, केही पनि नगर्ने कि उसले चाहिँ केही पनि नसुन्ने। त्यसपछि मैले भने यस्तो गर्नु हुँदैन, यो गर्नु हुँदैन, त्यो गर्नु हुँदैन भन्दाखेरि 1 महिनासम्म पनि कुरा नगर्ने। अनि त्यसपछि मैले बिस्तारै थाहा पाएँ कि मलाई त युएसबाट फोन आइसक्यो कति ठाउँबाट। अनि भनिसक्यो अब सबै कुरा देखिसक्यो। उसको मेल त मसँग लगइन थियो नि त, त्यतिखेर युएसको प्रोसेस मैले गरिदिन्थ्यो। अब हरेक कुरा उसको लोकेसन चाहिँ देखिरहेछ कि त्यो पाकिस्तानी केटाकोमा हरेक टाइम गएको लोकेसन देखिरहेछ। यो लोकेसन चाहिँ मलाई सोच्थ्यो काम गर्ने ठाउँको लोकेसन हो कि के हो सोचिरहेको थिएँ। जब मैले युएसबाट त्यो लोकेसन लगाएर पत्ता लगायो त्यो लोकेसन चाहिँ फेरि त्यो पाकिस्तानीको लोकेसन रहेछ कि।